आदरणीय दर्शकवृन्दहरू, हामी हर्पलनेपाल.com को युट्युब च्यानल हर्पल टिभी मार्फत तपाईहरुमा आज विशेष कार्यक्रम ल्याएर उपस्थित भएका छौं। आज हामीले राजधानीमा एकजना बालक हराएको घटनामा आधारित रहेर विभिन्न भिडियो सामग्रीहरूको साथमा यो कार्यक्रम प्रस्तुत गर्न लागेका छौं। हिजो राजधानीको क्षेत्रपाटी स्थित पक्नाजोलमा रहेको सरस्वती उच्च माविमा पढ्ने 5 वर्षीय बालक युकेजी मा अध्ययन गर्ने बालक विशाल चौधरी विद्यालय हाताबाट हराए। केही घटनामा आधारित रहेर यी घटनामा आधारित भएका संलग्न व्यक्तिहरूका भनाइलाई समेटेर यो सामग्री प्रस्तुत गर्न लागिरहेका छौं। हामीले विद्यालय प्रशासन, प्रहरी र बालकका अभिभावकहरूको भनाइ तपाईहरुमाझ लाइभ क्यामेरा मार्फत प्रस्तुत गर्न लागिरहेका छौं। उनीहरू सबैको भनाइ खोजी कार्यमा जारी रहेका छौं भन्ने रहेको छ। आदरणीय दर्शकवृन्दहरू, घटना घटेको 24 घण्टा बितिसकेको छ, तर 24 घण्टासम्म पनि घटनामा दोषी रहेका व्यक्तिहरूको पहिचान गर्न प्रहरी भने सफल भएको देखिँदैन। प्रहरीले आफ्नो कार्य जारी राखेको र घटनामा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि एकजना व्यक्तिलाई भने पक्राउ गरेको जनाएको छ। घटनाको विषयमा अभिभावकहरूको दुखेसो भने उस्तै छ। उहाँहरू अत्यन्त शोकाकुल अवस्थामा रहनु भएको छ। बाँकी दृश्यहरू तपाई हाम्रो तयार गरेको भिडियो सामग्रीबाट हेर्न सक्नुहुनेछ। सर, सबभन्दा पहिला त अब मेरो पति र मेरो बाबु चाहिँ दुईजना भाइहरू विशाललाई 9:15 मा छोड्नु भएको थियो स्कुलमा। अनि अब स्कुलमा छोडिसकेपछि अब पढाइ सकिसकेर 3:30 बजीतिर बच्चाहरूको छुट्टी हुन्छ। अनि त्यहाँबाट 3:30 बजीतिर छुट्टी भएर अब चाहिँ बच्चा लिन म ठ्याक्कै 3:40 मा आइपुगेँ। यहाँ 3:40 मा आइपुग्दाखेरि मेरो बच्चा चाहिँ मैले यहाँ पाइनँ। अब सबैतिरसँग सोधेँ, यताउता बच्चा फेला परेन। 24 घण्टा भइसक्यो, के फेला परेछ। तपाईँले त्यो हराएको ठ्याक्कै बाबु नफर्किएपछि थाहा पाउनुभयो? हजुर, आएर तपाईँले स्कुललाई सोध्नुभयो? सोधेँ, अब आउने बित्तिकै सोधेँ बाबु खोइ भनेको। बाबुलाई हेर्नको लागि यता पठाउनुभयो मान्छेहरू, खोइ मैले त कुनै पनि देखिनँ भन्नुभयो। एकछिनपछि आउँदा त हल्ला खल्ला भयो, बच्चा छैन यताउता भएर। जस्तो विजय, जस्तो अलिकति प्रश्न नभएको कुरा के, स्कुलमा बच्चालाई पुर्याउन चाहिँ को आएको थियो? बच्चाले पढाउनु बाबुजी बाबु यो सुरज पुर्याउन आउनुभयो। अनि स्कुलभित्र चाहिँ उहाँले गार्डलाई जिम्मा लगाएर स्कुलभित्र पुर्याउनु भयो। अनि स्कुलबाट बाहिरिँदाखेरि बच्चा चाहिँ कसको उसमा कसलाई चाहिँ पठाउनु भयो? कसको जिम्मामा चाहिँ उहाँहरूले बच्चालाई पठाउनु भयो? स्कुलमा रुल्स होला होइन? त्यही त रुल्सको प्रब्लम भएर त यहाँ समस्या भएको। खासमा मुख्य समस्या यहाँको सबभन्दा चाहिँ रुलकै कमजोरी हो। यहाँ अब बच्चा त बाहिर हुन्छ, वास्ता गर्दैनन्। तपाईँको बच्चा यहाँबाट सुइया बाहिर गएको छ, निस्किएको छ, आएको छ, गएको छ, खै के भन्ने सर? स्कुलले चाहिँ के भनिरहेको छ तपाईँले? कोसँग चाहिँ बच्चा गयो, कसको जिम्मेवारीमा बच्चा बाहिर गयो भने? अब स्कुलको फुटेज अनुसार त बाहिरतिर निस्केर एउटा बाइकमा बसेको चाहिँ फुटेजहरू देखिरहेको छ। अब त्यो बाहिर निस्किने पनि अब सबभन्दा चाहिँ अब यहाँको नियम पालन नगरेर हो। अब तपाईँको यहाँ कडाइ नगरेर हो। बच्चाहरूको प्यारेन्ट्स नआइकन दिनु भयो नि जीवन चाहिँ प्यारेन्ट्सहरूलाई। अब यहाँ चाहिँ के भन्दै प्यारेन्ट्स बिनै चाहिँ कसलाई दिएर पठाइदियो खोइ थाहा छैन। तपाईँहरूले चाहिँ यो कुरा सोद्धाखेरि स्कुलको प्रशासनले के भन्छ तपाईँलाई? स्कुलको प्रशासनले के धैर्य गर्नुहोस्, भेटिन्छ, त्यति हो, आश्वासन दिने हो, त्यो भन्नु। प्रहरीबाट कस्तो आश्वासन पाउनु भएको छ? प्रहरीको खोजी प्रक्रियामा तपाईँको केही छ? सबै अब प्रोसेसमै हुनुहुन्छ। मान्छेहरू पनि फुलै चाहिँ गरिरहेको मान्छे प्रोसेस भेटिएला भन्ने आशा भेट्छ। तपाईँको घरमै एकजना काम गर्ने मान्छेलाई पनि शङ्काको दायरामा लगेर राख्नु भएको। उहाँसँगको विषयमा तपाईँले के शङ्का छ? खै सर, त्यसको त अब शङ्का पनि छ भन्यो कि शङ्का पनि छैन भनौँ। अथवा कुनै मान्छेसँग तपाईँहरूको केही समय अगाडि केही रिसिभी दुश्मनी त्यस्तो केही छैन? केही छैन। कसैमाथि शङ्का छ? केही छैन। प्रहरीले खोजिरहेको कुरामा तपाईँहरूको जो साथसाथमै हुनुहुन्छ नि? हजुर। उहाँहरूको खोजी प्रक्रियामा के असन्तुष्टि त्यस्तो छैन नि तपाईँसँग अहिले? छैन, एकदमै चाहिँ प्रबल गरिराख्नु भएको छ सबै। नेपाल प्रहरी पनि राम्रै अहिले प्रबल गर्नुभएको रहेछ।
ठिकै छ अब चित्त बुझ्दा खालको छ। दर्शकवृन्दहरू यतिखेर हराएका भनिएका बालककी हजुरआमा फेकुनी चौधरी हामीसँग हुनुहुन्छ। हामी चाहिँ स्कुलको यो ग्राउन्डभित्र बसेर कुराकानी गर्न गइरहेका छौँ। उहाँले बालक हराएको विषयमा आफ्नो आशंका चाहिँ यसरी व्यक्त गर्दै हुनुहुन्छ। आमा भनिदिनुहोस् त तपाईँले के भन्नु खोज्नु भएको? भनेको त्यही हो, बाबु चाहिँ त्यो हाम्रो छोरो छ नि, मेरो छोरो त्यो उसले स्टाफ राखिरहेछ, पसलमा स्टाफ राखेको, पसलमा स्टाफ राखेको छ। त्यो आफ्नै साथी हो। त्यो साथीलाई अघि नैबाट निकाल्छु भनिराखेको थियो। पैसा पनि 2-3 चोटि हराएको अरे बाबुले भनेछ, त्यस्तै सुनाइरहेछ। म त बाबुले गाली गर्छ, घरको मान्छे गाली गर्छ भनेर भन्दैन, तर त्यो कुरा सुनिसक्यो हामी। 3 चोटि पैसा हराएको अरे। आखिर त्यो पैसा चोर्ने मान्छे को रहेछ त? हाम्रो घरमा कोही पनि त्यस्तो चोर मान्छे छैन। त्यसलाई शङ्का लागिरह्यो, हामीले देख्न त देखेको छैन, तर शङ्का मात्रै बनिरह्यो। कति पटक पहिला त्यस्तो पैसा हराएको त्यस्तो 3 चोटि भएको अरे। बस भन्न त भने थियो, तर बाबुले कति पैसा हराएको थियो? कति पैसा? खोइ कति हो, बाबु चाहिँ भनेन। हामी त उताबाट मात्रै सुनिरह्यो। कस्तो त्यहाँ तलब चाहिँ कम हुने अथवा चाहिँ तलब थोरै पाए भनेर पाएन भनेर त्यस्तो के विवाद? हामी तलब त म सुनेको छैन, किनकि मेरो बाबुले आफ्नै चाहिँ राखिरहेछ, पैसा दिन्छ। हामीलाई त्यो थाहा छैन कति दिन्छ, त्यो पनि हामी थाहा छैन। सुन्न मात्रै त 15,000 भनेर हो माथिबाट, तर दिने चाहिँ चोरीले पनि दिन्छ रे बाबु। त्यस्तो पनि भनिछ, मान्छेले भनिरहेछ, घरको मान्छे भनिरहेछ कि पैसा बढी दियो होला जस्तो लाग्यो। चुरोट जति पनि खान्छ, दिनभरि सूर्य चुरोट खान्छ, दिनभरि त्यही होटलमा खाना जान्छ, जहिले पनि खाना जान्छ। अनि पैसा पनि अब हामी कराएको बेलामा त्यो छोराले भन्छ उसको आफ्नो बिल बनाउँछ अरे भन्छ। तर होटलले मान्छेले भने के भन्यो कि कति खान सक्छ यसले, हामी साउ भए पनि त्यति खान सक्दैनौँ भनेर त्यसले भन्यो। तपाईँको गाउँको चिनेको मान्छे हो कि तपाईँले? हाम्रो यही काठमाडौँमा बसेको मान्छे हो। हाम्रो बाबु पढेको थियो सँगै। अहिले काम गरिराख्नु भएको छ कि छोडिसक्नु भयो? छोडे छैन, त्यसले समातेर लगिसकेको छ त्यो पुलिसमा। जुन चौकमा पक्राउ पर्नु भएको छ माथिको शङ्का हो? त्यहाँको शङ्का हो। त्यसले त्यहाँ नाम के हो भनिदिनुहोस् त? राजु के? राजु राणा चौधरी। चौधरी होइन, राजु राणा अनि के भन्छ मगर। कति वर्षदेखि तपाईँहरूसँग काम गरेको उसले? 2 वर्ष कि 3 वर्ष भइसक्यो। त्यो बाबुलाई थाहा हुन्छ। हुन्छ, चिन्ता नगर्नुहोस् आमा, तपाईँको नाति भेटिन्छ है। प्रहरीले सबैले चाहिँ खोजीकारी गर्नुभएको छ होइन, भेटिन्छ है। पैसा मागेको थियो अरे, त्यसले पैसा दिएन। आज म दिँदैन पैसा, म सक्दिनँ पैसा दिन, व्यापार छैन बाबु, म भोलि पर्सि दिन्छु भनेर। त्यसले जसरी भए पनि त्यो 12 गते उसलाई पैसा चाहिन्छ अरे। त्यो भाडा दिनलाई घरको भाडा आफू बसेको ठाउँ त्यो दिन पर्छ अरे। त्यो भनेको रे जो हिजो पैसा माग्ने कुरामा अलिकति विवाद भयो जस्तो भयो। त्यस्तै भयो, अँध्यारो मुख गरेर गयो त्यो पसलमा। त्यसले प्रहरीले कतिखेर पक्रेर लगेको उहाँलाई? तपाईँको घरबाट लगेको कि उसको घरबाट? यहीँबाट लगेको। यहाँ त ऊ आएर फुर्ती लगाएको छ, कसैले पनि जान पाउँदैन। यहाँ स्कुलको स्टाफहरू, काम गर्ने मान्छे, त्यो पढाउने टिचरहरू कसैले जान पाउँदैन। बाबु नमिलेसम्म, बाबु नभेटेसम्म कसैले जानु पाउँदैन। म कुखुरी लिएर आउँ कि भनेर भन्यो। त्यसले फुर्ती लाग्यो। जब मान्छे चाहिँ पुलिस आउन थालेको छ, जब उसको शिर चाहिँ यस्तो भइरहेछ, त्यही देखेर त्यो पुलिसले समातेर लग्यो। हामी त केही पनि भनेनौँ त्यो कुरा। अहिले भर्खर भनिरहेको छु हामी त्यो कुरा, तर भने छैन हामी त्यो बेलामा। तर तिनले पक्क समातिसक्यो। त्यसपछि म चाहिँ आज भने मलाई त त्यही मान्छेले शङ्का रहेछ भने। त्यहाँ त पुलिसले के भने, तपाईँ आज मात्रै बुझ्नु भएको छ त? हामी हिजै चिनिसक्यौँ मान्छे, तपाईँ आज चिन्नु भएको छ? त्यस्तो भने त्यो पुलिसले। अनि मैले त्यही भएर समातेको उसलाई। त्यस्तो भनेको हो। खोइ हुन पनि सक्छ, हुन पनि नसक्ने हो। तर किनकि बाबुले अब त्यो मात्रै चिनेछ, ऊ छोड्न पनि आउँछ कहिले स्कुलमा लिन आउँछ त्यसले। तर हिजो आएको छैन त्यसले। त्यो छुट्टी थियो त्यो खानेकुरा खाना गएको
खाना खान गएको खाना गएको 2 बजे गएको खाना गएको त्यो 2 बजे ऊ मान्छेले कहिलेकाहीँ मोटरसाइकल चढ्ने चलाउने त्यस्तो के गर्छ त्यसको स्कुटर छ हाम्रो हामी कहाँ आउँछ त्यो स्कुटर लिएर त्यो स्कुटरमा बसालेर बाबुलाई लिएर आउँछ कहिले चाहिँ त्यो स्कुलमा लिएर जान्छ स्कुलबाट लिएर जान्छ उसले हामी फुर्सदमा भएको बेलामा उसले छोड्न पठाउँछ बाबु मेरो छोरा छोड्न पनि पठाउँछ लिन पनि पठाउँछ उसलाई अनि सबैभन्दा गोलमेल बाबु त्यसैसँग मात्रै हो अरूसँग जति मिले पनि त्यसले बोलाए पनि नाति नि आमा जस्तो नयाँ मान्छे नचिनेको मान्छेसँग बोलायो भने जाँदैन चालकको विषयमा जानकारी गराइदिन सक्नुहुन्छ तपाईँ त्यो दिन तपाईँ स्कुलमा हुनुहुन्थ्यो कि हुनुहुन्थेन त्यो दिन म बिहानै स्कुलमा त आएको थिएँ सबभन्दा पत्रकार साथीहरूलाई धेरै धेरै धन्यवाद सत्य तथ्य जुन बजारमा देखिएको भूमिहरू छ त्यसलाई चाहिँ सत्य तथ्य चाहिँ निकालिदिनको लागि तपाईँहरू सायद यसैको लागि आउनुभयो म चाहिँ केही समयको लागि स्कुल आएको थिएँ म अहिले विशेष गरी छुट्टीमा बसिरहेको छु मेरो आफ्नो व्यक्तिगत कामले म छुट्टीमा बसेको हुनाले मैले चाहिँ बेलुका 4:30 बजे जानकारी पाएँ 4:30 बजे चाहिँ बच्चा घरमा पुगेको छैन भनेको जानकारी पाइसकेपछि मैले तुरन्त तल आएर सिसिटिभीको फुटेजहरू हेर्न लगाएँ म आफै बसेर पनि हेरेँ र मैले यहाँका स्टाफहरूलाई अन्य स्टाफहरू क्यान्टिनको स्टाफ अरू स्टाफहरूलाई र बच्चालाई एकपल्ट बजारतिर कसैतिर एक्लै हिँडिरहेको छ कि भनेर एउटा असमदेखि लिएर यता बसन्तपुर 16 खुट्टेसम्म पठाएँ त्यस पछाडि पुलिसलाई पनि रिपोर्ट गरेँ र हालसम्म चाहिँ कुनै जानकारी पाउन सकेको छैन मैले हजुर जस्तो त्यो बाबुको पुरानो कुराहरू गराउँछ होइन जस्तो तपाईँहरू त नियमित बच्चाहरूको के कसो छ भन्ने जानकारी राख्नुहुन्छ हजुर हजुर बाबुलाई चाहिँ घरको अभिभावक चिनेको तपाईँहरूको गार्जेन भन्दा अरू मानिसहरू आउने भेट्ने त्यस्तो लिन लाउने लैजाने त्यस्तो केही थियो बिचमा विशेष गरी अभिभावक कि बच्चा आमासँग जाने कि बाबासँग जाने र अभिभावक बाहेक जाने भनेको बच्चा उहाँको घरमा एकजना काम गर्ने मान्छेसँग जाने बच्चाले ती 3 जनासँग मात्र जाने देखिएको चाहिँ जानकारी आएको छ मलाई हैन र बच्चा म्यामहरुले भने अनुसार मैले क्लास टिचरलाई बुझ्दाखेरि बच्चा एकदमै धेरै चकचके पनि हैन बच्चा शान्त स्वभावको र अन्य दिनमा पनि कुनै बेला प्यारेन्ट्सहरु लेट आउँदाखेरि बच्चा आफै हाम्रो त्यो वेटिङ रुममा बसिराख्ने र प्यारेन्ट्ससँग मात्रै जाने बच्चाको चाहिँ बानी देखिएको थियो त्यो जानकारी चाहिँ मैले पाएको छु जस्तो त्यो दिन अब अभिभावकले घरबाट एकजना चाहिँ आफ्नो रिलेटिभसँग स्कुल पठाए भन्नुभएको छ हामीलाई स्कुलको गेट भित्र चाहिँ उहाँलाई इन गराइसकेपछि उहाँ जानु भएछ दिनभरि अब उहाँलाई ढुक्कता के भयो भन्दाखेरि स्कुलको ब्याकग्राउन्ड भित्र विद्यार्थी छ पढ्छ र छुट्टी हुने टाइममा हामी लिन जानुपर्छ भन्ने बन्यो होला उहाँहरू लिन आइसकेपछि बच्चा स्कुल भित्र भेटिएन त्यतिखेर तपाईको स्कुलको स्टाफले तपाईहरुलाई दिएको जवाब के स्कुलको स्टाफले हामीलाई दिएको जवाब भन्दा पनि विशेष गरी उहाँ प्यारेन्ट्सको र त्यो बच्चाको हामीले अब उले फुटेजमा हेरिरहेछौँ हैन र हाम्रो सिआइबीको साथीहरू त्यसरी पुलिस प्रशासनले पनि उहाँहरूले हेरिरहनु भएको छ उहाँहरूले हेरे अनुसार र बच्चालाई हामीले त्यो फुटेज हेरे अनुसारको त्यो प्यारेन्ट्स आउने ग्याप र त्यो बच्चा निस्किएको ग्याप चाहिँ 2 मिनेट्सको ग्याप छ 2 मिनेटको ग्याप हुँदाखेरि प्यारेन्ट्स आउँदाखेरि बच्चालाई खोजनीति गर्नुभयो खोजनीति गर्दाखेरि बच्चालाई नपाएपछि हामीले घरमा उसको मम्मीलाई फोन जानकारी गर्न लगायौँ त्यतिसम्म पनि जानकारी नभइसकेपछि त्यो मलाई जानकारी भएको थियो है र प्यारेन्ट्सले त्यस पछाडि मलाई जानकारी भएको छ स्कुलबाट मैले 4:30 बजे जानकारी पाएको छु है त्यो छ जस्तो सर त्यो बच्चा चाहिँ फुटेजमा के देखिया थियो हामीले चाहिँ फुटेज हेर्न पाएनौँ सरसर्ती भनिदिनुस् त बच्चा फुटेजमा बच्चा चाहिँ लगभग पछाडितिर नै बच्चा छ म्यामले जानकारी दिए अनुसार र उहाँले सत्य बोले अनुसार चाहिँ के छ भन्दाखेरि बच्चालाई निस्किनु भन्दा अगाडि हामीले चाहिँ बच्चाको सरसफाइमा अलिकति ध्यान दिने भएको कारणले उहाँले बच्चालाई त्यो मुख धुइदिएर अब आज त जनै पूर्णिमा तथा राखी उ गर्ने त्यसो उहाँले त्यो त्यो बेन्डहरु बेन्डेज उ गर्दिएर बान्दिएर बच्चालाई निकाल्नु भएको र बच्चा बाहिरैसम्म आएको पनि हामीले फुटेजबाट देखिरहेको छौँ हैन त्यतिसम्म चाहिँ ठिकै छ बच्चाको जानकारी त्यस पछाडिको अलिकति हाम्रो चाहिँ खास 2वटा पिरियडमा छुट्टी हुन्छ हाम्रो प्रीको हामीले 1 सम्मलाई प्री मानेका छौँ
1 सम्मको छुट्टी प्रीको छुट्टी 3 बजेर 30 मिनेटमा हुन्छ। त्यसपछि 2 देखि 10 सम्मको छुट्टी 3:45 मा हुन्छ र त्यो 3:45 भन्दा अगाडि नै बच्चा बाहिर निस्केको छ र निस्किँदाखेरि पनि यो फुटेजमा देख्दा बच्चा चाहिँ अननोन मान्छेले लिए जसरी निस्केको छैन, बच्चा चाहिँ चिनेकै मान्छेसँग गएको जसरी गइरहेछ कि। हजुर, त्यो गेट भन्दा तपाईहरुको स्कुलको जुन बाहिर गेट छ त्यो भन्दा भित्रपट्टि अभिभावक आउनु भएको छ कि बाहिरबाट बच्चा गएको देखिन्छ? बाहिरबाट गएको देखिन्छ। बाहिरबाट गएको देखिन्छ, गेट भन्दा बाहिर। हिँड्दै गएको छ अथवा कुनै साधनमा के देखिया छ सर त्यसमा? त्यो बाइकमा बसेको देखिन्छ। बाइकमा बाइक नम्बर क्लियर त्यस्तो क्लियर चाहिँ देखा छैन। त्यो चाहिँ इन्भेस्टिगेसन गरिरहनु भएको छ, त्यो क्लियर चाहिँ देखा छैन। हजुर, जस्तो यो घटना भयो सर हैन, यस्तो घटनाहरू फेरि दिनहरुमा पनि त हुन सक्छन्। त्यसका लागि तपाईहरुले आफ्नो ठाउँबाट अलिकति आफ्नो केही कमी कमजोरी महसुस गर्नु भएको छ? कमी कमजोरी त अब देखियो अहिले। हजुर, अब देखियो किन भन्दाखेरि स्कुल छुट्टी भइसकेपछि बच्चा हराउँदाखेरि अब स्वतः सिद्ध अब हाम्रो स्कुलको बच्चा भएको कारणले कमी कमजोरी त देखियो, हाम्रो पनि केही कमी कमजोरी देखियो। तर एकदमै व्यापकै सबै हाम्रो मात्रै कमी कमजोरी हो भनेर चाहिँ त्यति चाहिँ नगरौँ कि भन्नमा चाहन्छु। जस्तो सम्बन्धित गार्जियन आएर चाहिँ उहाँले रिसिभ गरेर मात्रै बच्चा पठाउन सकेको भए यो घटना त अलि हुन सक्थेन कि भन्ने सम्भावना पनि आउँछ। डेफिनेटली त्यो हुन सक्दैन। हामी विशेष गरी हामीले के गरेका छौँ भन्दाखेरि सम्बन्धित गार्जियन आएर बच्चाले नचिनेर हामीले बच्चा पठाउने चाहिँ त्यस्तो गरेका छैनौँ। तर हिजोको केसमा के भएको छ भन्दाखेरि बच्चा चाहिँ त्यो गार्जियन आउँदाखेरि बुवा र मम्मी बाहेक आउँदाखेरि बच्चाको जुन हिँडाइको तरिका, बच्चा निस्किँदाखेरिको तरिका हेर्दाखेरि बच्चा अननोन मान्छेसँग चाहिँ बच्चा निस्किएको जस्तो चाहिँ हामीलाई लाग्दैन। किनकि यदि मान्छे एकदम अननोन मान्छेसँग आएको थियो भने बच्चा भित्र आएर च्याप्प समातेर लिनुपर्ने होइन, बच्चा पनि नजानु पर्ने र त्यही बिचमा चाहिँ केही आनाकानी हुनुपर्ने। तर चाहिँ यहाँ फुटेजमा के देखाइरहेको छ भन्दाखेरि बच्चा लगभग 6 देखि 10 मिटर भित्रको डिस्टेन्समा बच्चा बसेको छ र बाइक चाहिँ गेटभन्दा बाहिर छ। हाम्रो इनर गेट र आउटर गेट छ, आउटर गेटभन्दा बाहिर छ बाइक र त्यो बाइकलाई देखेपछि बच्चा आफै हिँडेर गएको छ। जाँदाखेरि चढ्दाखेरि पनि बच्चाको त्यस्तो किसिमको त्यस्तो छैन, मजाले चढेर चाहिँ गएको चाहिँ त्यो देखिन्छ। त्यो बच्चा चाहिँ कति क्लासमा पढ्थ्यो सर? युकेजीमा 5 वर्षको हुन्छ। हजुर, यहाँ दर्शकबिन्दुहरू यतिखेर हामीसँग स्कुलको फाउन्डरहरू पनि सँगै हुनुहुन्छ र घटना भयो स्कुलमा र यो घटनाको विषयमा विभिन्न एङ्गलबाट विभिन्न ढङ्गले चाहिँ प्रहरीले पनि आफ्नो खोजी कार्य जारी राखेको बताउनु भएको छ। अभिभावकहरूले पनि आफ्नो ढङ्गले खोजीलाई चाहिँ अगाडि बढाउनु भएको छ र विद्यालयले पनि आफ्नो ढङ्गले त्यो खोजी नीति गर्ने कामहरू र विभिन्न माध्यमहरूबाट चाहिँ त्यसको चाहिँ आह्वान गरिराख्नु भएको छ। अन्त्यमा के भन्न चाहनुहुन्छ तपाईँ यो घटनाको विषयमा सञ्चार माध्यमबाट? वास्तवमा यो घटना मैले पहिला पनि सञ्चार माध्यमहरूबाट केही चाहिँ यस्ता घटनाहरू छिटपुट चाहिँ केही सुन्ने गरेको थिएँ र त्यसमध्ये म चाहिँ हाई अलर्टमै चाहिँ मैले स्टाफहरूलाई बसाल्ने गरेको थिएँ। तर आज समय परिस्थितिले हाम्रै स्कुलमा यो स्कुलको बच्चामाथि यो घटना पर्न आयो। म एकदमै स्तब्ध छु। म सँगसँगै हाम्रो सिङ्गो सरस्वती परिवार नै यसमाथि स्तब्ध छ, हाम्रो सञ्चालक समिति पनि यसमाथि स्तब्ध छ र हाम्रो अपेक्षा छिटोभन्दा छिटो सकुशल त्यो बच्चा चाहिँ भेटियोस् र हाम्रो विशेष गरी हाम्रो जुन अभिभावक हुनुहुन्छ, आमा बुवा हुनुहुन्छ, उहाँहरू यति पीडामा हुनुहुन्छ, उहाँहरूप्रति पनि मेरो एकदम हार्दिक कृतज्ञता छ। उहाँहरूको दुःख मैले बुझेको छु। उहाँ सँगसँगै एउटा अभिभावकको रोल प्ले गरेको हुनाले म पनि एउटा अभिभावक हो। भलै मैले बच्चालाई जन्म दिएन होला तैपनि दिनभरि मसँग मलाई विश्वास गरेर यहाँ पठाउनु भएको हुनाले म पनि एउटा अभिभावक भएको कारणले र एउटा सिङ्गो स्कुलको एउटा प्रिन्सिपलको नाताले म एकदमै स्तब्ध छु। मलाई दुःख लागिरहेछ। त्यो दोषीको चाहिँ पहिचान गरेर कस्तो खालको कारबाही हुनुपर्छ जस्तो लाग्छ तपाईँलाई? दोषीको पहिचान गरेर कानुन बमोजिम चाहिँ कारबाही हुनुपर्छ भन्छु म। र यस्ता किसिमका घटनाहरू फेरि पनि बार दोहोरिएको हुनाले यसमध्ये जसरी अहिले सरस्वतीमा दोहोरिएको छ भोलि अरू ठाउँमा पनि दोहोरिएला। यस्तो किसिमको नदोहोरिनको लागि दोषीको कारबाही त अहिले कारबाही हुन्छ, जुन कानुन बमोजिम जे छ त्यही कारबाही हुन्छ। त्यो कानुन यदि फितलो छ भने त्यो कानुनलाई परिमार्जन गरेर अझ सशक्त टाइपको अलिक कडाभन्दा कडा किसिमको पनिसमेन्ट दिने टाइपको अलिकति ल त्यस्तो कानुनहरू बन्यो भने अझै राम्रो हुन्छ जस्तो मलाई लाग्छ।
गेट पाले दाइ हामीसँग हुनुहुन्छ र त्यो बच्चा हराएको दिन उहाँ गेटमा ड्युटीमा हुनुहुन्थ्यो र उहाँले बच्चालाई कुन अवस्थामा कसरी बाहिर पठाउनु भयो भन्ने उहाँको चाहिँ कुराकानी हामी गर्न गइरहेको छौँ। सर त्यो बच्चा कसरी गयो बाहिर त्यो अहिले थाहा होला त्यो दिन? सर मैले हिजो देखिनँ बाबुलाई गएको देखेँ, मैले देख्दाखेरि ऊ यहीँ देखेको, यहीँ देखेँ, म यहीँ बसिरहेको हुन्छु, यहीँ यसरी समाएर बच्चाहरूलाई म पढाइरहेको हुन्छु। प्यारेन्ट्सको हात समाएर हजुर बाइक गर्दै भोलि बिदा छ भित्रै आएर प्यारेन्ट्सले लग्नुभयो बच्चालाई? होइन त्यो बोझा गएकै देखिनँ मैले, गएकै देख्नु भएन? प्यारेन्ट्ससँग गएको हुनुहुन्छ तपाईँको बच्चाले? उहाँ त्यसमा बच्चा चाहिँ पुगिरहेको छ प्यारेन्ट्स, मैले देखेन बच्चालाई लिएर गएको देख्नु म कतिखेर बाहिर गयो तपाईँले थाहै भएन? होइन यस्तो हुन्छ ठ्याक्कै हाम्रो 3:45 हाम्रो उस छुट्टी हुन्छ, 2 देखि माथि छुट्टी हुन्छ, त्यही बेला बेला पऱ्यो जस्तो आएको छ। नत्र हामी सानोलाई त कहिले पनि एक्लै जानु गएको छ, अहिलेसम्म गएको छ। बाहिर गएछौँ भने नि भित्र प्यारेन्ट्स पनि बोलाएर प्यारेन्ट्ससँगै पठाउनु त्यो तपाईँको भन्नुको मतलब बाहिर बाबु कतिखेर गयो तपाईँलाई याद भएन? तपाईँले यहाँ देख्नु भएको थियो, पछि देख्नु भयो? पछि देखेँ। हजुरको नाम भनिदिनुहोस् न? बुद्ध श्रेष्ठ। बुद्ध श्रेष्ठ। कति वर्षदेखि हुनुहुन्छ? म 2 वर्ष, सानो 2 वर्ष। आदरणीय दर्शकवृन्दहरू, तपाईँहरूमा हामीले यो लाइभ क्यामेराबाट लाइभ सामग्री प्रसारण गऱ्यौँ। आज अन्य दिनहरूमा पनि हामी यस्तै खोजमूलक ढङ्गका सूचना समाचारका सामग्रीहरू तपाईँहरूमाझ ल्याएर आउनेछौँ। आदरणीय दर्शकवृन्दहरू, यस्तै खोजमूलक समाचार सामग्रीहरू सूचनाका विषयहरूलाई हेर्नका लागि जानकारी लिनका लागि तपाईँ हाम्रो हर्पल टिभीको च्यानलमा गएर सब्सक्राइब गर्न नबिर्सिनुहोला।